यसका खास विशेषताहरू के हुन् जसले एउटा कार्यालयलाई राम्रो बनाउँछ? यो राम्रो प्रश्न हो। कार्यालय व्यवस्थापनको पहिलो विशेषता त यो हो कि यो एक निरन्तर चलिरहने प्रक्रिया हो। निरन्तर? एकचोटि व्यवस्थापन गरेर सकिने काम होइन, यो सधैँ चलिरहन्छ। दोस्रो, यो सधैँ लक्ष्य उन्मुख हुन्छ। निश्चित उद्देश्य पूरा गर्नकै लागि व्यवस्थापन गरिन्छ। भनेपछि आजको काम सकियो, अब वास्ता गर्नु पर्दैन भन्ने सोचले भएन। निरन्तर सुधार र लक्ष्यमा ध्यान केन्द्रित हुनु पर्यो। अनि अरू नि? हो, तेस्रो र सबैभन्दा महत्त्वपूर्ण विशेषता यसको आधार भनेकै कर्मचारी हुन्। उनीहरू बिना व्यवस्थापन सम्भवै छैन। स्वाभाविक हो। अनि चौथो, यसले न्यूनतम स्रोतबाट अधिकतम उत्पादन वा दक्षतामा जोड दिन्छ। कम खर्चमा धेरै काम कसरी गर्ने भन्ने यसको ध्येय हुन्छ। समन्वयको भूमिका पनि त होला नि। समन्वय बिना त एउटै कार्यालयभित्रका दुई विभाग पनि एकअर्काको शत्रु जस्ता हुन सक्छन्। हो नि, एउटाले गरेको काम अर्कोलाई थाहै नहुने। ठ्याक्कै। तपाईले एकदम सही कुरा उठाउनुभयो। समन्वयमा आधारित हुनु यसको पाँचौं विशेषता हो। त्यसैगरी व्यवस्थापन आफैमा लक्ष्य होइन, बरु लक्ष्य प्राप्त गर्ने साधन मात्र हो। माध्यम मात्र हो। अनि यसमा सूचना र जानकारीको निरन्तर आदान प्रदान हुन्छ र अन्त्यमा हरेक कार्यालयको काम गर्ने आफ्नै वातावरण हुन्छ जसले व्यवस्थापनलाई प्रभाव पार्छ। ल, यी 8 विशेषतालाई पनि एउटा सूत्रमा बाँधौं। निलोक दश सासुवा। यो त झनै रमाइलो भयो। कसरी? अर्थात् निरन्तर, ल लक्ष्य, क कर्मचारी, द दक्षता, स यसलाई मानौ समन्वय, साधन, सूचना र वातावरण।